चाहिँ एउटा प्रमिस किङडम छ, प्रतिज्ञा गरिएको राज्यलाई पर्खिरहेका हामी देख्छौँ। अनि प्रतीक्षा गरिरहेको उनीहरूको आउनेवाला महान राजालाई राजा हुनुहुन्छ अनि उहाँको प्रतीक्षामा सबै प्रतीक्षामा छन् भन्ने त्यो अवस्थालाई चाहिँ राखिएको छ होइन। अनि अब यसमा हामीले विचार गऱ्यो भने जस्तै जेनेसिस उत्पत्ति 3:15 हेऱ्यो भने त्यहाँ एउटा महान राजा चाहिँ जसले चाहिँ शैतानको चाहिँ लाई चाहिँ उसको हेड उसको टाउको चाहिँ तहस नहस चकनाचुर पार्ने हिसाबले चाहिँ आउँदै हुनुहुन्छ भन्ने कुरालाई हामी देख्छौँ। अनि कसैले फेरि मलाई यो नेपालीमा पनि भयो अलिक सजिलो हुन्थ्यो भनेर उत्पत्ति 49:10 हेऱ्यो भने 49 होइन को 10 हेऱ्यौँ भने चाहिँ त्यहाँ पनि हामी पाउँछौँ त्यहाँ को चाहिँ आउँदै हुनुहुन्छ भन्ने। स्याप्टर भन्ने इङ्ग्लिसमा शब्द छ होइन, स्याप्टर स्याल नट डिपार्ट फ्रम जुडा नर द रुलर स्टाफ फ्रम बिट्विन हिज फिट भनेर त्यहाँ लेखिएको। यस्तो प्रतिज्ञा गरिएको यो प्रमिस एउटा आउनेवाला राजाको विषयमा भनिएको छ। उहाँको राजदण्ड चाहिँ स्याप्टर भनेको होइन चाहिँ कहिले पनि यहुदाको घरानाबाट कुलबाट चाहिँ त्यो चाहिँ टाढिएर जाँदैन, तर चाहिँ उहाँले चाहिँ सदाको निम्ति फरेभर भन्ने उहाँले चाहिँ राज्य गर्ने हुनुहुन्छ। अनि त्यहाँ एउटा शब्द लेखिएको छ सिलोआ भन्ने शब्द छ, सिलोआ भन्ने शब्द छ होइन। त्यो सिलोआ चाहिँ को हुनुहुन्छ भनेर हेऱ्यो भने चाहिँ त्यो चाहिँ आउनेवाला राजाको कुरा गरेको, आउनेवाला राजा यीशु ख्रिस्टको उनीहरूको मसीहको ओल्ड टेस्टामेन्टमा चाहिँ ख्रिस्टको विषयमा चाहिँ त्यहाँ लेखिएको छ। अब यसमा पनि हामी पाउँछौँ अनि अरू अरू खण्डहरूमा पनि ओल्ड टेस्टामेन्टमा हामी हेऱ्यौँ भने उहाँ चाहिँ यस्तो महान राजा हुनुहुन्छ। अनि विभिन्न पदहरूद्वारा चाहिँ यसले चाहिँ प्रिडिक्सन गरिएको भविष्यवाणी गरिएको कुराहरू चाहिँ कस्तो छ भने यो राजाको एट्रिब्युट होइन, राजाको चाहिँ गुण चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ एउटा चाहिँ एभरलास्टिङ छ, अनन्तको राजकुमार अनन्तको राजा भन्ने छ, एउटा एभरलास्टिङ इटर्नल अनि फर एभर यु भन्ने